जसरी यसरी श्वास म लिँदैछु, एकचोटि लिने र छोड्नेलाई एक गर्न पर्यो। मैले यसरी श्वास लिएँ, छोडेँ, यो एक भयो। अब यसरी काउन्ट गर्दै 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 जानु पर्यो र त्यसलाई पूर्ण रूपमा अनुभूतिको साथमा फेरि श्वास लिँदाखेरि यो नाकका पोराहरूलाई छुँदै स्पर्श गर्दै अनुभूत गर्दै भित्र जान्छन् र त्यही नाकका पोराहरूलाई अनुभूत गर्दै श्वासहरू बाहिर निस्किन्छन्। यसलाई मजासँग अनुभूत गर्ने, श्वास लिने र छोड्ने गरिसकेपछि एक, फेरि अर्को दुई, यसरी गन्दै 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 गएर हामी 15 देखि 20 मिनटसम्म चाहिँ यो अभ्यास गर्न सक्छौँ। यसलाई ध्यान भनिन्छ। ध्यानको एउटा चाहिँ बिगिनिङ टेक्निक हो यो चाहिँ। अब यसबाट हामी अलिकति उठ्दै यो अभ्यासबाट अलिकति खारिँदै निखारिँदै अलि माथि गयो भने अलिकति अरू खालका अभ्यासहरू पनि गर्दै जान सक्छौँ, हैन? त्यो गर्न सकिन्छ। त्यही भएर यो अभ्यास गर्नुभन्दा पहिले हामी प्राणायाम गर्न सक्छौँ। प्राणायाममा चाहिँ श्वास लिने र छोड्ने जुन अभ्यास गरिन्छ, अनुलोम विलोम अथवा चाहिँ नाडी शोधन प्राणायाम भनिन्छ, यो चिज चाहिँ गर्न सकिन्छ। बौद्धमा लागेकाहरूले पनि जस्तै आनापाना भन्ने सिस्टम हुन्छ, उनीहरूले पनि के गर्छन् त भन्दाखेरि आइरहेको र गइरहेको श्वासलाई हेरिन्छन्। र पूर्वीय दर्शनले के भन्छ भन्दाखेरि यसलाई सोहम साधना भन्छ। यो भनेको के हो? सोहम साधना। सास लिँदाखेरि सोको आवाज आउँछ, र छोड्दाखेरि हमको आवाज आउँछ। यो सोहमको साधनाबाट चाहिँ हामीले ध्यानको अभ्यासलाई प्रारम्भ गर्न सक्छौँ। दैनिक रूपमा 10 देखि 15, 15 देखि 20 मिनटको अभ्यास गर्दै गर्दै गइसकेपछि यो के हुन्छ, 1 महिना 2 महिना 3 महिना तपाईँले अभ्यास गर्ने बित्तिकै चाहिँ यो जुन तपाईँको मनको चञ्चलताको कुरा गर्नुभएको थियो, त्यो चञ्चल हुने मन चाहिँ सुस्त के हुन्छ, स्थिर हुन थाल्छ।